हेलो टेस्टी लेग नमस्ते सम्पूर्णलाई फेरि पनि मेरो भिडियोमा स्वागत। गुड मर्निङ एभ्रिवान। आज भने चाहिँ म आइपुगेको छु सुनादामा। सुनादा बजारदेखि ठिक्कै तल 2-3 किलोमिटर तल मुनि बेम्बो होमस्टे हेऱ्यो। यो चाहिँ यहाँ चाहिँ हामी आज आएको छ। हेर्नुहोस् है यहाँको बेम्बो होमस्टेको यो उसको यहाँ होमस्टेको नाम त के भयो? निसल बेम्बो होमस्टे। ताबा लु 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 डल्ले खोर्सानी ताबा एकदम अर्ग्यानिक। ओ गुड मर्निङ कस्तो लाग्यो होमस्टे? राम्रो बेम्बो हाउस एकदमै है यो चाहिँ मैले फर्स्ट टाइम लाइफमा देखेको। लौ एकदमै नेचुरल बस यहाँ चाहिँ एकदमै खुसी लाग्यो यहाँ आएर। यहाँ यस्तो छ है। यो मुनि पानी पनि रहेछ हो। यो चाहिँ नयाँ बनिँदैछ। यहाँ चाहिँ हाम्रो लामला गुड मर्निङ। निन्दर राम्रो लाग्यो है। यस्तो छ हो। अनि कस्तो भयो आजको रात? दामी है। बेम्बो होमस्टे यस्तो रहेछ ल। आइडिया बुद्धि पैसा छ भने चाहिँ बाहिर विदेश जानु नपर्ने रहेछ है। यही हुने रहेछ यो। ल गुड मर्निङ। यहीँ सुते के हो? यस्तो छ बेम्बो होमस्टे। उहिलेको यो चाहिँ गिङ गुम्बा होला। यो गिङ गुम्बा रहेछ। चौरस्ता रहेछ यो। घुम यो चाहिँ घुम रेलवे स्टेसन। उहिलेको फोटोहरू पनि राखेको छौँ। यस्तो छ बेम्बो हाउस। यहाँ चाहिँ एकदम नो स्मोकिङ रहेछ नि त। यो चाहिँ बाथरुम टोइलेट ठिकै रहेछ, सफै रहेछ है। होमस्टेको किचन हो यो। यहाँबाट चाहिँ यस्तो छ हो। टेबलहरू पनि सबै यसको। सानो फुल गार्डन पनि छ। आज घाम लागेको राम्रो छ। दिन उज्यालो दिन छ। यहाँ चाहिँ हामी अहिले बुमको पाठ हुँदैछ। त्यसले गर्दा चाहिँ आइरहेको छ। सुन्तला पनि रहेछ। सुन्तला भएछ यहाँ। सुन्तला पनि हुँदो रहेछ त है। हेलो आउनुहोस् है होमस्टेमा। नाम पनि भनिदिनु पर्यो नि। निश्चल बेम्बो होमस्टे सुनादा बजारदेखि चाहिँ कति? बजारदेखिको 1 किलोमिटर तल 1 किलोमिटर है। डिग्री कलेजको छेउमा। डिग्री कलेजको छेउमा। आउनुहोस् है आउनुहोस् हजुर। चिनेको खानु पर्यो। यहाँ छ अचारहरू नै पाउने रहेछ नि त यहाँ है। यहाँ चाहिँ बेम्बो अचार छ है। बेम्बो हाउस एकदम अर्ग्यानिक डल्ले ताँबाको होइन। अम्बा पनि छ यहाँ। मकै पनि रहेछ हो यहाँ। के जानुपर्छ अर्ग्यानिक है। अब चाहिँ हामी चाहिँ चिया खान आँटेको है। अब चिया बिहानको ओ लामालाहरू आउनुहोस् है सोझा खानु। त्यसले हाम्रो नुरबुल लामाला राम्रो लाग्यो एकदम ओके। एकदम राम्रो छ। सुनादामा हो अहिले। चुलोको खाना खानु पर्यो नि है आज।
है हाम्रो चाहिँ लन्च टाइम है लन्च टाइम बगाउनु गर्दाखेरि चाहिँ दुकानले चाहिँ मान्छेले दुका खाएर मेरो आराम गर्दै सामान प्याक गरेर चाहिँ अहिले चाहिँ यसो अब ल ल खिचौँ है खिचौँ यस्तो रहेछ बाटो चाहिँ माछा पनि पुऱ्याइछ त है म त सानो पुल यहाँ चाहिँ माछा पनि रहेछ खोलामा हो यस्तो रहेछ हौ यहाँ चाहिँ डेलिकेट भएछ अहिले चाहिँ अलिक पानीले छोरा खाली रहेछ माकुरा गएर पुरा जाल लगाएछ उहिलेको बत्ती रहेछ मसो अर्केट पुरा रहेछ है यो त अर्केट हो नि एन्जेलिया Hey there. Subscribe to my channel. And also